आज जेठ 15 गतेका दिन 18औं गणतन्त्र दिवसको यो पावन अवसरमा यहाँनिर चाहिँ भव्य जनसभा मानिसहरूको एउटा धेरैभन्दा धेरै क्राउड यहाँ देख्न सकिन्छ। यहाँ गणतन्त्र दिवस मनाउनको लागि विभिन्न ठाउँहरूबाट देशकै विभिन्न ठाउँहरूबाट पाल्नुभएका सम्पूर्ण नागरिकहरू हुनुहुन्छ र यहाँनिर चाहिँ देख्न सकिन्छ। र यतातिर परबाट आरआर क्याम्पसको गेटदेखि परैबाट पनि आउँदै हुनुहुन्छ र यतातिर सम्पूर्ण पत्रकार बन्धुहरूदेखि लिएर यहाँनिर सुरक्षाकर्मी साथीहरूदेखि लिएर नेतागणहरू र सम्पूर्ण नागरिकहरूको यहाँनिर चाहिँ एक किसिमको यहाँ ठुलोभन्दा ठुलो भिड जमात यहाँ देख्न सकिन्छ। र यहाँ मानिसहरू चाहिँ एकदमै धेरैभन्दा धेरै चापाचाप अवस्थामा यहाँनिर चाहिँ एकट्ठा भएर हिँडिरहेको कुराहरू हामी देख्न सकिन्छ। र आज यस देशमा नेपालमा गणतन्त्र आएको 18 वर्ष पुरा भइसकेको छ। लगभग 2 दशक हुन लागिरहेको अवस्था छ भने यहाँनिर चाहिँ यतातिरको अवस्थाहरू वस्तुस्थितिहरू यहाँ हामीले देख्न सकिन्छ। यहाँनिर सुरक्षाकर्मीहरूको उहाँहरूको आफ्नै जिम्मेवारी छ र उहाँहरू आफ्नो जिम्मेवारीमा एकदमै नागरिकको सुरक्षाको लागि अनि उहाँहरू चाहिँ सुरक्षामा चाहिँ खटिरहनु भएको देख्न सकिन्छ। यहाँ नेपालको झन्डा र यहाँनिर चाहिँ पुरा नेपालको झन्डा यहाँनिर गणतन्त्र दिवस उपलक्ष्यमा यहाँनिर चाहिँ सम्पूर्ण प्राय नागरिकहरूले चाहिँ बोकेर हिँडिरहनु भएको छ। साथ यहाँनिर चाहिँ यस दिवसमा मानिसहरू नागरिकहरू अगाडि बढिरहेको कुराहरू हामी देख्न सकिन्छ। आज भव्य नेपालमा आज भव्य तरिकाले चाहिँ गणतन्त्र दिवस मनाउने नागरिकको सङ्ख्या धेरै नै रहेको छ। उपत्यकामा काठमाडौँ महानगरपालिका रत्नपार्क एरियामा एकदमै भव्य आज यहाँ विभिन्न नेपाली लोक गाजा बाजा सहितको यहाँनिर चाहिँ आज विभिन्न कुराहरूको प्रदर्शन पनि हुनेवाला छ। र आजको यो दिवस यो भव्य कार्यक्रम एकदमै सभ्य र भव्य एकदमै अर्थपूर्ण र राम्रो हुनेछ भन्ने मैले विश्वास गरिदिएको छु। गणतन्त्र दिवस 2082 मनाउनको लागि विभिन्न ठाउँहरूबाट आइरहेका छन्। र यहाँनिर चाहिँ गणतन्त्र दिवस चाहिँ आज भव्य रूपमा काठमाडौँ र्यालीमा भइरहेको छ। म चाहिँ अलिकति अगाडि बढिरहेको छु किनकि यहाँनिर धेरै मानिसहरूको चापाचाप रहेको छ र म चाहिँ अलिकति यो अगाडि नै बढ्दैछु। यो स्थान हो त्यतिखेर मैले देखाइरहेको रत्नपार्क एरिया भद्रकाली माथितिर। त्यतिखेर म भद्रकाली माथितिर पुगिसकेको छु र म अझै पनि अगाडि बढिरहेको छु। यहाँहरूले देख्न सक्नुहुन्छ सम्पूर्ण आम नागरिकहरूले नेपाल तथा विश्वका विभिन्न ठाउँहरूबाट पनि यस भिडियोलाई यहाँहरूले देख्न सक्नुहुनेछ। र आज जेठ 15 गतेका दिन गणतन्त्र दिवसको यो रौनक एकदमै यो कार्यक्रमलाई तपाईँहरूले देख्न सक्नुहुनेछ। र यता माथितिर यस्तो रहेको छ भने म अझै पनि अगाडि बढ्ने वालामा छु र बढ्दैछु, अगाडि बढ्दै नै छु। र म अब भद्रकालीलाई क्रस गर्दै यता शहीद गेटतिर अब जान लागिरहेको छु। र यहाँ ल यहाँनिर चाहिँ अब भद्रकालीहरू यो सिंहदरबारलाई चाहिँ क्रस गरेर यतातिर म चाहिँ अगाडि बढिरहेको अवस्था छ भने यहाँनिर चाहिँ विभिन्न नेपाली लोक गाजा बाजा विभिन्न ठाउँहरूमा
यहाँनिर चाहिँ अब सम्मको रूपमा यहाँ बजाउँदै अनि रमाइलो गर्दै खुसियालीमा यस खुसियालीको घडीमा राजतन्त्रको अन्तसँगै गणतन्त्रको यो 18औं दिवसको खुसियालीमा यहाँनिर चाहिँ नागरिकहरू एकदमै खुसीले रमाउँदै खुसीले गदगद हुँदै आज गणतन्त्र दिवस मनाउनको लागि पार्टिसिपेट भइरहनु भएको छ, सहभागी भइरहनु भएको छ। र यहाँनिर चाहिँ नेपालको झन्डा तपाईँले देख्न सक्नुहुन्छ र विभिन्न विशेष पार्टीका झन्डाहरू पनि तपाईँले देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ। र म अझै पनि अगाडि बढिरहेको छु, म यतिखेर शहीद गेट को अगाडि पुग्न लागिरहेको छु र शहीद गेटको यो छेउमा पनि यहाँनिर यस्तो देख्न सक्नुहुन्छ कि यहाँ पनि उत्तिकै मानिसहरू यहाँनिर चाहिँ नागरिकहरू चाहिँ गणतन्त्र दिवस मनाउनलाई विभिन्न भाषाका विभिन्न जातिका मानिसहरू आफ्नै भाषा वेशभूषामा उहाँहरू चाहिँ आज देखिरहनु भएको छ। यहाँनिर चाहिँ नेवार कम्युनिटीका यहाँ साथीहरू हुनुहुन्छ यहाँनिर अगाडिपट्टि र उहाँहरू आफ्नै भाषा वेशभूषामा चाहिँ उहाँहरू सजिसाउ भएर चाहिँ गणतन्त्र दिवसमा पार्टिसिपेट भइरहनु भएको छ भने म अझै पनि यहाँदेखि अगाडि नै बढ्दैरहन्छु र आज भव्य कार्यक्रम चाहिँ यसभित्र यहाँनिर चाहिँ हुनेछ। यहाँ यतिखेर शहीद गेट क्रस गरेसँगै अब शहीद गेट क्रस गरेसँगै धरहरा आसपासमा पुग्न लागिरहेको छु र धरहरा आसपास पुग्न लाग्दै गर्दाको अवस्थामा यहाँनिरसम्म पनि अझै मानिसहरूको नागरिकहरूको चापाचाप उत्तिकै रहेको छ र यहाँनिर एकदमै आज विशेष हुनेवाला छ, रमाइलो हुनेवाला छ। तपाईँले आजको यस गणतन्त्र 18औं गणतन्त्र दिवसको यस भिडियो मेरो आफ्नै च्यानल दिवस सामीलाई अफिसियलबाट हेर्दै हुनुहुनेछ। र यहाँनिर चाहिँ त्यसैले नेपाल कम्युनिस्ट पार्टी एमालेको यहाँनिर चाहिँ फ्ल्याग रहेको छ पार्टीको झन्डा लगायत यहाँ राष्ट्रका देशको हाम्रो राष्ट्रिय झन्डा विभिन्न यहाँनिर चाहिँ झन्डाहरू पनि हामीले देख्न सकिन्छ। एकदमै आज मलाई चाहिँ एकदमै खुसी लागिरहेको छ अनि रमाइलो पनि लागिरहेको छ किनकि यहाँनिर भव्य तवरले आज गणतन्त्र दिवस मनाउनको लागि देशका डिफ्रेन्ट देशबाट विभिन्न ठाउँबाट यसरी पार्टिसिपेट हुँदै गर्दा र हुन पाउँदाखेरि मलाई चाहिँ एकदमै खुसी लागेको छ। यतिखेर म धरहराको आसपास पुग्न लागिरहेको अवस्था हो भने यहाँनिर पनि एकदमै रमाइलो छ। हामी धरहराको यो आमुन्ने सामुन्ने आइपुगिसकेका छौँ र यो धरहराको आमुन्ने सामुन्ने आइपुग्दै गर्दाखेरि पनि एकदमै यहाँनिर चाहिँ नागरिकहरूको चापाचाप नेसनल फ्ल्याग बोकेर र पार्टीका विभिन्न झन्डाहरू बोकेर अगाडि बढिरहनु भएको छ र अनि विभिन्न नेपालका लोक गाजा बाजाहरू बजाउँदै यहाँनिर चाहिँ अगाडि बढिरहनु भएको तपाईँले भिडियोमा देख्न सक्नुहुन्छ। यहाँनिर चाहिँ मुक्ति समाज नेपाल केन्द्रीय कमिटीको गणतन्त्र दिवसको यहाँ एउटा ठुलो ब्यानर यहाँनिर चाहिँ देख्न सकिन्छ भने यहाँनिर अझै म अगाडि जाँदैछु र म लगभग आज
अगाडि नै पुग्न लागिरहेको छु र यस रिङ रोडलाई चाहिँ मैले एक राउन्ड लगाउन लागिरहेको छु। यतिखेर हामी काठमाडौँ मलमा आइपुगिसक्दाखेरि पनि मानिसहरूको उत्तिकै भिड, उत्तिकै जनसागर उपस्थित रहेको देख्न सकिन्छ। यहाँनिर हाम्रो पार्टी एमालेको गीत बजिरहेको सुन्न सकिन्छ र हाम्रो पार्टी एमालेको गीत यहाँनिर चाहिँ बजिरहेको छ। यहाँहरूले चाहिँ यस्तो देख्न सक्नुहुनेछ र एकदमै भव्यताको साथ यहाँनिर चाहिँ प्रोग्रामहरू भइरहेको छ। प्रोग्राम हुनको लागि चाहिँ यहाँनिर चाहिँ विभिन्न यहाँनिर चाहिँ एकदमै रमाइलो भइरहेको छ। कतिर अगाडि अझै अगाडि चाहिँ यस्तो देख्न सकिन्छ यहाँनिर अब सबभन्दा अगाडि म आइपुगिसकेको छु। म पछाडिदेखि सुरु गरेर अन्तिममा म आउँदै गर्दा यहाँ अगाडि आइपुगिसकेको छु। अब यहाँनिर चाहिँ विभिन्न यहाँनिर चाहिँ अनाउन्स भइरहेको छ र यहाँनिर चाहिँ हामी अगाडिपट्टि आइसकेका छौँ। अब हामी चाहिँ अगाडि